इरान र इजरायल युद्धबीच नेपालीहरू कहाँ छन्? उनीहरूको अवस्था कस्तो छ? पछिल्लो केही दिनदेखि इजरायलले इरानका सैन्य संरचना, मिसाइल बेस र रणनीतिक केन्द्रहरूमा हवाई आक्रमण तीव्र बनाएको छ। यसमा अमेरिकाको प्रत्यक्ष समर्थन देखिएको छ। युद्धमा इरानका सर्वोच्च नेता खामेनेईको मृत्यु भइसकेको छ भने इरानले यसको जवाफमा ड्रोन र ब्यालिस्टिक मिसाइल प्रहार गरिरहेको छ। केही मिसाइलहरू इजरायलको हवाई प्रतिरक्षण प्रणालीले रोकेको दाबी गरिएको छ, तर केही आक्रमणहरूले क्षति पुर्याएको रिपोर्ट सार्वजनिक भएका छन्। तर यहाँ सबैभन्दा खतरनाक पक्ष के हो भने यो युद्ध अब दुई देशबीच सीमित छैन। लेबनानमा आधारित इरान समर्थित समूह हेजबुल्लाहले पनि इजरायलमाथि रकेट प्रहार सुरु गरिसकेको छ। यसको जवाफमा इजरायलले लेबनानभित्र हवाई हमला गरेको छ। यसले सम्पूर्ण क्षेत्रलाई ठूलो क्षेत्रीय युद्धतर्फ धकेल्ने सङ्केत देखिएको छ। अमेरिकामा यस युद्धलाई लिएर तीव्र बहस सुरु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसलाई रक्षात्मक कदम भनेको छ, तर विपक्षीहरूले यसलाई अनावश्यक युद्धको संज्ञा दिएको छन्। विश्लेषकहरू भन्छन् यदि युद्ध अझ फैलियो भने खाडी क्षेत्रका देशहरूमा पनि प्रत्यक्ष रूपमा तानिन सक्छन्। यसको सिधा असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ। तेलको मूल्य उकालो लागेको छ, अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्, बीमा दर बढेको छ। अब प्रश्न उठ्छ, के यो तेस्रो विश्वयुद्धको सङ्केत हो? सैन्य विश्लेषकहरूका अनुसार अहिलेको अवस्था अत्यन्त संवेदनशील छ, तर इरानले अमेरिकी बेसहरूमा ठूला आक्रमण गर्यो भने अमेरिका पूर्ण रूपमा युद्धमा उत्रन सक्छ। यस अवस्थामा रुस र चीन जस्ता शक्तिशाली राष्ट्रहरूको भूमिका पनि निर्णायक हुन सक्छ। तर अहिले दुवै पक्षले पूर्ण रूपमा युद्ध सुरु घोषणा गरेका छैनन्। आक्रमण र प्रत्याक्रमणको चरण जारी छ। साधारण नागरिकहरू सबैभन्दा ठूलो पीडित बनेका छन्। धेरै क्षेत्रमा आपतकाल घोषणा गरिएको छ। स्कुलहरू बन्द छन्, सुरक्षा साइरन बजिरहेका छन्, परिवारहरू बङ्करमा आश्रय लिइरहेका छन्। यो केवल सैन्य समाचार होइन, यो हजारौं निर्दोष जीवनको प्रश्न हो। यो युद्ध अचानक सुरु भएको होइन, यो वर्षौंदेखि बढ्दै आएको तनावको परिणाम हो। न्युक्लियर कार्यक्रम, क्षेत्रीय प्रभुत्व र प्रत्यक्ष अप्रत्यक्ष टकराव। तर अहिलेको अवस्था निर्णायक मोडमा छ। यदि कूटनीतिक प्रयास सफल भएन भने यो सङ्घर्ष अझ गहिरो र विनाशकारी हुन सक्छ। विश्व अहिले सास रोकेर हेरिरहेको छ। मध्यपूर्व फेरि आगोमा जलिरहेको छ। अब हेर्नुपर्ने कुरा के वार्ता टेबलमा फर्किन्छ वा मिसाइलहरूको भाषा नै अन्तिम निर्णय बन्नेछ? अब प्रश्न उठ्छ, यो युद्धबीच नेपालीहरू कहाँ छन्? उनीहरूको अवस्था कस्तो छ? मध्यपूर्वका देशहरूमा हजारौं नेपाली रोजगार, अध्ययन र व्यवसायका लागि बसिरहेका छन्। विशेष गरी इजरायल, युनाइटेड अरब इमिरेट्स, कतार, कुवेत र साउदी अरेबियामा ठूलो सङ्ख्यामा नेपाली समुदाय छन्। युद्धको तनाव बढेसँगै ती देशहरूमा बसिरहेका नेपाली त्रासमा छन्। हवाई आक्रमणको साइरन, आकस्मिक आश्रयस्थल र अनिश्चित भविष्य, ती सबैले उनीहरूको दैनिक जीवन प्रभावित गरेको छ। अब कुरा गरौँ नेपाल सरकारको कदमको। मिनिस्ट्री अफ फरेन अफेयर्स अफ नेपालले आपतकालीन निगरानी सुरु गरिसकेको छ। सम्बन्धित देशहरूमा रहेका एम्बेसी अफ नेपाल इन तेल अभिभ र एम्बेसी अफ नेपाल अबुधाबीले नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न र आधिकारिक सुरक्षा मात्र अनुसार गर्न आग्रह गरेका छन्। दूतावासहरूले हेल्पलाइन नम्बर सार्वजनिक गरेका छन् र अत्यावश्यक परे उद्धार योजना समेत तयारी अवस्थामा राखेको जानकारी दिएका छन्। नेपाल सरकारले आवश्यक परे रेस्क्यु फ्लाइट वा वैकल्पिक मार्गबाट नेपाली नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी पनि गरिसकेको छ। तर वास्तविकता के हो भने युद्धको आगो फैलियो भने उद्धार प्रक्रिया सहज हुँदैन। हवाई मार्ग लामो समयसम्म बन्द हुन सक्छ, सीमा क्षेत्र असुरक्षित हुन सक्छ। त्यसैले हामी भगवानसँग सबैको सुरक्षाको प्रार्थना गर्छौँ। निरन्तर अपडेटका लागि च्यानल सब्स्क्राइब गर्नुहोला।